हामीले नेपाली बाटोमा विभिन्न मोडलका थुप्रै बाइकहरू देख्ने गरेका छौं। आजको यस भिडियोमा हामी कुरा गरिन्छौं बजाज पल्सर N250 को बारेमा र बजाज पल्सर N250 को डिजिटल भेरिएन्ट नेपालमा भर्खरै आइसकेको छ र यस बाइकमा हामीले न्यू ग्राफिक्स डिजाइन पनि देख्न सक्छौं र यस भिडियोमा हामी बजाज पल्सर N250 को स्पेक्स, फीचर र प्राइसको बारेमा जानकारी दिनेछौं। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला। ल आउनुहोस् भिडियो सुरु गरौँ। बाइकमा हामीले 249.07 सीसी सिंगल सिलिन्डर 4 स्टक ओइल कुल्ड SOHC FI इन्जिन देख्न सक्नेछौं। यस इन्जिनले 24.5 PS को म्याक्स पावर र 21.5 Nm को पिक टर्क जेनेरेट गर्ने गर्दछ। त्यसैगरी यस बाइकमा हामीले 5 स्पिड गियर बक्स देख्न सक्नेछौं भने यसको टप स्पिड 140 kmph रहेको छ। यस बाइकको ब्रेकिङको कुरा गर्नुपर्दा यसमा हामीले ड्युल च्यानल ABS र ड्युल डिस्क ब्रेक सेटअप देख्न सक्नेछौं। यसको फ्युल ट्याङ्क क्यापेसिटी 14 लिटर रहेको छ र यसको कम्पनी क्लेम माइलेज 30 देखि 35 kmpl रहेको छ। बजाज पल्सर N250 को डाइमेन्सनको कुरा गर्नुपर्दा यसको सीट हाइट 795 mm, यसको ग्राउन्ड क्लियरेन्स 165 mm र यसको कर्ब वेट 164 kg रहेको छ। आउनुहोस् अब बजाज पल्सर N250 को अन्य फिचरहरुको कुरा गरौँ। यस बाइकमा हामीले फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्रोजेक्टर LED हेडल्याम्प सेटअप, एग्रेसिभ नेकेड स्पोर्ट स्टाइलिङ, ट्विन LED टेल ल्याम्प, सिंगल पिस ह्यान्डल बार, ड्युल ब्यारल एक्जेस्ट जस्ता अन्य थुप्रै फिचरहरु पनि देख्न सक्नेछौं। आउनुहोस् अब यसको नेपालमा पर्ने प्राइसको कुरा गरौँ। बजाज पल्सर N250 लाई नेपालमा 4,98,900 पर्न जान्छ। यो थियो बजाज पल्सर N250 को स्पेक्स, फिचर र प्राइसको बारेमा जानकारी। र हजुरहरुलाई मेरो यो भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकन पनि दबाउनु होला। हस्त धन्यवाद।